यता निकालौँ ल एकदम बाबालाई चाहिँ उपचार गरेर अनि हाम्रै हो दाइले लिएको मान दाइले किनिदिए हर्लिक्स किनिदिएको छ मान दाइले धेरै धेरै साधुवाद छ यो आउनुहोस् त कोही थिएन त ल यसरी अब बुवालाई लिएर आएको छ यता खुट्टा अड्किला है खुट्टा चाहिँ म दिन्छु दाइ यहाँ म दिन्छु अघिको आउने आएको जाएको छ ल यसरी ती ओछ्यानमा उता पल्लोमा त्यो उतै तल खुट्टा तानिन्छ यो देखाएर त्यहाँ दिएर दिसाउनु भाडा भयो अहिले बुवालाई उता लिएर आएको चपुरमा लगेर आएको भाइलाई जति भन्दा पनि मान्दैन बुढा नचली बस्नु भनेर अनि मामा नमस्कार कता टाढा हिँड्नु भयो हजुर आउँदै है म पनि बाबालाई लिएर गएको उता के है ल मामा ल ल है ल अब त्यो उ गरेर खोइ त्यो ल औषधिहरू यहाँ छ ल्याएर राखेको होइन ल अहिले कस्तो छ अहिले ठिक छ अहिले ठिक छ अलि सहिलो भएको छ सास फेर्न अहिले ठिक ल ल हाम्रो चाहिँ उहाँ तारा छोरीले नि हेरेको छ उहाँ इन्डियाबाट हाम्रो दलबहादुर राणा मगरज्यूले हेरिराख्नु भएको छ हजुर एकदम शुभ मङ्गलम गुरु सुरेश जर्गा मगरज्यू हाम्रो उहाँले नि हेरिराख्नु भएको छ विष्णु थापा मगरज्यू हुन्छ आज थोरै अपडेट गराएको यहाँ चाहिँ हाम्रो माइल दाइ आउनु भएको छ
यता छ्यामा हुनुहुन्छ। अब यो अहिले चाहिँ यो अस्ति यहीँनिर यो कुर्सी चाहिँ यहाँनिर राखेको थियो, यहाँनिर यसरी छोटाएर यसरी यहीँ छोटाएर राखेको, यहाँनिर चाहिँ बस्दै गर्नुहोस् है भनेर हिजो खाना खानु गयो हामी चाहिँ। अनि ठ्याक्कै यहाँबाट चाहिँ यहीँनिर घोप्टो भएर बसेर चाहिँ यहाँनिर उठाएर राख्यो, त्यही भएर अनि सास फेर्नु गाह्रो भयो भनेर भन्यो भएर आज लगेर एक्सरे गरेर लिएर आयो। खासै त्यस्तो केही भएको छैन। अनि पेटी लगाएको छ, यो पेटी लगाएर ल्याएको छ यो। होइन त्यसले त हो झन् उ गर्ने त्यो पेटीले समय दिनु त नर्मलै छ उता त्यो खोल्नु हुँदैन, त्यो दुख्छ फेरि। ल अब त्यो ठुक्ने भाँडा नि एउटा प्लास्टिक राख्नुपर्ने, एउटा त्यो खकारलाई त हामीले केही पनि राखेको छैन। एउटा त्यो के ऊ बट्टाहरू बनाएर हुन्छ। अब एकदमै राम्रोसँग आइपुग्यो, राम्रै छ। यो जानकारी गराएँ हाम्रो सम्पूर्ण नेपाल मगर बौद्ध सेवा समाज केन्द्रीय परिषददेखि नि हेरिरहनु भएको छ भने आज चाहिँ जुन बुवाको यो अवस्थाले गर्दाखेरि म लुम्बिनीमा पनि आउन सकेको छैन। यो 500 प्रवजित जुन एउटा बृहत प्रवजित कार्यक्रम भइराखेको छ अरे लुम्बिनीमा, यो फागुनको 14 गतेबाट चैत्रको 3 गतेसम्म। अब यस कार्यक्रममा उपस्थित हुन नसक्नु पनि मैले चाहिँ यस्तै कारणले उपस्थित हुन सकेको छ। त्यसमा चाहिँ क्षमा याचना माग्न चाहन्छौँ, माफी माग्न चाहन्छौँ भन्दै अब अहिलेलाई चाहिँ म यो लाइभलाई अन्त्य गर्ने अनुमति चाहन्छु। हजुर सम्पूर्णमा साधुवाद टक्राउन चाहन्छौँ, धन्यवाद दिन चाहन्छौँ यो लाइभलाई हेरेर यो जुन प्रत्यक्ष कुराहरू बुझिदिनु भएकोमा भन्दै अहिले चाहिँ म पनि लाग्छु, मलाई पनि यो बिहान